बजार फिडरलाई यति मात्रै छुटाउनुको लागि अहिले तपाईँको यो फिडर चाहिँ उता जैमिनीसँग पुग्छ कि उतातिरको फल्टको कारणले गर्दा पनि यो लाइन जान्छ होइन। त्यो कारणले गर्दा यो बजारको लाइनलाई मात्रै भनेर एउटा छुट्टै फिडर छुटाएको छ। त्यो छुटाउँदाखेरिमा उता पर्वतबाट 33 केबीको लाइन हुँदै र हाम्रो 11 केबी लाइन सँगसँगै छ कि त्यो सँगसँगै हुँदा त्यो पर्वतबाट आउने मेन सोर्स बागलुङमा आउने लाइन मेन सोर्स पर्वतको त्यो पर्वतको मेन सोर्सलाई बन्द गर्नु पर्यो। अब एउटै पोलमा काम गर्नको लागि बन्द गर्नु पर्यो। मान्छे चढिरहेछन्, तपाईँले अहिले पनि काम गरिरहेछन्, अहिले पनि त्यही कारणले बन्द भएको छ। अब हाम्रो वैकल्पिक आउने भनेको अब दानाबाट आउँछ। दानाबाट म्याग्दी हुँदै यहाँ आउँछ त्यो लाइन। अब एकदमै चट्टान भिरबाट आएको छ लाइन होइन, बाँसहरू पर्ने। अहिले पनि तपाईँको दानाको लाइन अहिले बिग्रेर हामीले हिजोदेखि यो 1 हप्तादेखिको सेड्युल हाम्रो लगातार लाइन गइरहेछ होइन, ट्रिपिङ भइरहेछ। अनि तपाईँको उताबाट चल्छ होला भन्ने हिसाबले हामीले अझ पानी नपर्ने दिन त्यस्तो हेरेर गर्दा पनि अब आज फेरि उता पनि अहिले म्याग्दीमा पनि लाइन छैन। तपाईँले सोध्नुभयो भने उताको लाइन पड्क्यो अरे कि फेरि दानामा। त्यो पड्केको कारणले गर्दा उताको सोर्स पनि आएन। अब यताको सोर्स पनि भएन हामी कहाँ। अहिले मैले उता गलकोटबाट लाइन लिएर आएर चलाउनु खोजेको त्यो धानेन कि यहाँ भर्खर पनि 2 चोटि आएको थियो, ट्रिपिङ लोड पुगेन। त्यो कारणले गर्दा गलकोटबाट पनि लाइन आएन। अब आज चाहिँ यो काम सकिन्छ। आज चाहिँ अहिले यो काम सुरु गर्न लागेको त लगभग 15-20 दिन भयो होइन। अब 15-20 दिनमा चाहिँ यो जहाँ सँगसँगै पोल छ त्यहाँ गर्दा बन्द गर्नु पर्यो। अब सँगसँगै नभएको ठाउँमा त उनीहरूले आफ्नो हिसाबले काम गर्छन् नयाँ लाइन तान्दाखेरिमा। त्यो कारणले गर्दाखेरिमा बन्द। अब 1 घन्टा म पनि अपडेटै छु, तपाईँको ग्रुपमा पनि मैले राखिदिइसकेको छु, हेर्नुभयो होला होइन, हाम्रो फेसबुक पेजमा पनि होइन। पेजमा पनि अब कहिलेकाहीँ के यस्तो हुन्छ भने अब उताबाट चल्ला होला भन्ने हिसाबले चाहिँ हामीले त्यो प्लान गरेका हुन्छ। अब म्याग्दीमा पनि भर्खर केबल पड्क्यो भन्ने हिसाबले चाहिँ अब लाइनै भएन, तुरुन्तै राखिदिनु पर्यो। हाम्रो पेजमा पनि मैले अपडेट गरिदिन्छु होइन। हाम्रो कल सेन्टर पोखरामा पनि छ, त्यहाँ छ। अनि मैले 2टा व्हाट्सएप ग्रुप पनि छ होइन, त्यसमा पनि राख्दैकै छौँ, राख्न चाहिँ। समस्या के भयो भन्दा अब हामीले भनौँ न आज मात्र होइन, अब बरु तपाईँहरूले यत्रो रहेछ नि त काम त कमसेकम बरु कहिलेबाट सुरु गरेको सायद त्यो बेलामा सूचना त्यतिखेरै गरिदिनु जुन जान पनि सक्छ र आउन पनि सक्छ त्यो जानकारी। प्लस अहिले कस्तो हुन्छ भन्दा जस्तै यहाँको कर्मचारीहरू पनि तपाईँहरूले हामीले फोन गरेर बसेर रेस्पोन्स राम्रो छैन कि होइन। आजबाट मैले त त्यहाँ हेर्न सक्नुहुन्छ, मान्छे 3 दिन अगाडिबाट मैले मान्छे नयाँ चेन्ज गरेको छु। फोनमा पनि अप टु डेट तपाईँको राख्ने भनेर 2जना नयाँ लेडिजहरू आउनु भएको छ। उहाँलाई त्यो फोनै पिकअप गर्ने भनेर तपाईँको त्यहाँ नयाँ व्यवस्थापन अस्ति मात्रै आजबाट सुरु गर्नु भएको छ। अहिले पनि हेर्न सक्नुहुन्छ त्यहाँ होइन। तपाईँको अधिकारले कुरा फरक के तपाईँ गुन्डा शैलीमा चाहिँ रिप्लाई हुन्छ। जस्तै अब यो मात्र भएन कि तपाईँहरूले अब हाम्रो यो समस्या आज मात्र होइन, यो अहिले कन्टिन्युस हो, हुन त पर्खायो बेला होइन। अरू यो कुरा के हो भने फेरि बागलुङलाई अलिकति तपाईँको यो भेगे हिसाबले पनि हाम्रो सुरुको सोर्स चाहिँ मोदी हो, मोदीबाट पुसमा आउँछ। जस्तो तपाईँले भन्नुहुन्छ नि पारिपत्ति झल्न बोलेको छ, हाम्रो यहाँ बोलेको छैन भने तपाईँलाई लागिरहेको छ होइन। पारी त्यही पारी पाङ अथवा फुर्कोटतिर बत्ती बोल्छ, अनि त्यहाँबाट फेरि त्योबाट हामी कहाँ आउने बल्ल लाइन। त्यो अब चाहिँ अब 6 महिनाभित्र चाहिँ त्यो ठुलो सब स्टेसन छ नि, हो त्यहाँ ठेक्का सबै भइसक्यो। अब त्यहाँबाट बल्ल हामी कहाँ सिधै बत्ती आउँछ। अब 6 महिना वरिपरिमा चाहिँ अब त्यहाँ हाम्रो एउटा 33 को लाइन चाहिँ अब मोदी कहाँबाट गयो भन्दा तपाईँले मोदीबाट गयो भन्छ नि हाम्रो मान्छेहरूले, तपाईँलाई थाहा होला होइन। त्यो चाहिँ अब भन्न बन्द हुन्छ क्या त्यहाँबाट गएपछि। त्यो 132 केबी भनेको त्यो लाइनमा समस्या आउँदैन। अब के आयो भने राष्ट्रिय प्रसारण लाइनमै नेसनल ग्रिडमा समस्या आउँछ। त्यो समस्या भएन भने चाहिँ हामीसँग लाइन त्यहाँबाट ठ्याक्क रामरेखा अब 5 किलोमिटर पनि छैन, हामीले लाइन पनि रेडी बनाइसकेका छौँ। अब उता रेडी हुने बित्तिकै हाम्रो लाइन चाहिँ एकैछिनमा त हुन्छ। अब यो चाहिँ 5-6 महिना लाग्ला, उता ठेक्का पनि भइसकेको छ। त्यहाँबाट आयो भने चाहिँ बागलुङको लाइन पर्वतको भन्दा पनि राम्रो हुन्छ, बुझ्नु भएन। पर्वतमा मोदीबाटै आउँछ त्यहाँ उसमा सब स्टेसनमा। त्यो चाहिँ सानो मोदी भनेको पनि तपाईँको 132बाट यो 200 चाहिँ दाना कालीगण्डदेखि बुटोल हुँदै गएको लाइन चाहिँ उताबाट लाइन छिटो आउँछ हामी कहाँ। त्यो भएर त्यो भयो। अब 6 महिनाको कुर्नु भयो भने धेरै नै पर्वतको भन्दा धेरै नै राम्रो बत्ती हुन्छ होइन। त्यसको बिचमा पनि अब हामीले आफ्नो सुधार गर्ने कुराहरू चाहिँ त अब रेगुलर प्रोसेसमा पनि छौँ, अब गरि पनि रहेछौँ होइन। अब भूगोलको हिसाबले जस्तो अब यो बिउ अक्षेत्रमा तपाईँको यो जङ्गलमा छ क्या लाइन। अब त्यो मन्दिरमा हामीलाई रुख काट्नै दिएन। त्यो के मन्दिर छ त्यहाँ बिउमा, ठुलै मन्दिर छ नि एउटा शिवलाई भनेको,
त्यहाँ तपाईँको लाइन यत्रो यत्रो रुख छ कि त्यो काट्नै नदिने घरिघरि त्यो रुखको हाँगाएर लाइन पर्छ कि सबै वडादेखि लिएर गएर अहिले हामीले 2टा रुख काटेको अहिले म त वनमा म जवाफ दिनु परेको छ विद्युत अफिसले अब त्यहाँ रुख काट्दा हाम्रो के पो स्वार्थ थियो र होइन त्यो हिसाबले पनि ल विद्युत अफिसले आएर यहाँ रुख काट्यो मन्दिरको भनेर एउटा उजुर हालेर त्यहाँ गएर मैले 2 दिन फिर्ता जवाफै दिएर आइसकेँ त्यो हिसाब